हामी धेरै पटक ठूला काम गर्न नसक्दा आफैलाई कमजोर, निरर्थक वा पछि परेको जस्तो महसुस गर्छौं। तर बाइबलले हामीलाई सिकाउँछ परमेश्वर सधैँ हाम्रो हृदय हेर्नुहुन्छ, परिणाम होइन। मर्कुस 12 को 41 देखि 44 मा लेखिएको छ, एक गरीब विधवाले 2टा साना पैसा चढाउँछिन्, जबकि धनीहरू धेरै रकम चढाउँदै थिए। तर येशूले भन्नुभयो, यस विधवाले सबैभन्दा धेरै चढाइन् किनभने उनले आफ्नो सबै जीवन निर्वाह त्यही 2 पैसा दिएर गरिन्। परमेश्वरको नजरमा हाम्रो सच्चा प्रेम र विश्वासका साथ गरिएका साना कार्यहरू अति मूल्यवान हुन्छन्। तपाईको सानो प्रार्थना, कसैलाई दिएको मुस्कान वा गरीबलाई दिएको सानो सहयोग पनि स्वर्गमा ठूलो मूल्य राख्छ। यसैले जीवनमा कहिले हार नमान्नुहोस्। तपाईले गर्ने सानो प्रयास पनि परमेश्वरले प्रयोग गरेर ठूलो काम गर्न सक्नुहुन्छ। गलाती 6:9 भन्छ, भलाइ गर्न थाक्नु हुँदैन, किनभने यदि हामी थाक्दैनौं भने उचित समयमा हामी फसल काट्नेछौं। आज तपाई जहाँ हुनुहुन्छ त्यहीबाट परमेश्वरको प्रेम देखाउन थाल्नुहोस्। तपाईको जीवनले अरूलाई उज्यालो दिनेछ, त्यो नै साँचो प्रेरणा हो। अरू यस्तै भिडियो हेर्नको निम्ति मेरो सोल्जर अफ क्राइस्ट फेसबुक पेजलाई फलो गर्न र मेरो युट्युब च्यानल सञ्जय मुर्मुलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो उपयोगी लाग्यो भने शेयर गर्नुहोस्, तपाईको विचार कमेन्टमा लेख्नुहोस्। Amen. God bless you everyone.